टु ह्याभ भर्ब भनेको कसैसँग केही सामान अथवा वस्तु हुनु हो। यसभित्र चाहिँ ह्याभ, ह्याज र ह्याड पर्दछन्। ह्याभ भनेको चाहिँ कसैसँग केही वस्तु अथवा चिज छ भन्ने जनाउँछ। यो चाहिँ आई, वी, यु, दे शब्दसँग मात्रै लाग्छ। जस्तै आई ह्याभ अ कार, मेरो गाडी छ अथवा मसँग गाडी छ। वी ह्याभ अ हाउस, हाम्रो घर छ अथवा हामीसँग घर छ। ह्याज पनि ह्याभ जस्तै कसैसँग केही सामान अथवा वस्तु छ भन्ने जनाउँछ, तर यो चाहिँ ही, सी, इट सब्जेक्टसँग मात्रै लाग्छ। जस्तै ही ह्याज अ ब्रदर, उसको दाजु छ अथवा उसँग दाजु छ। ह्याड चाहिँ ह्याभ र ह्याजको पास्ट हो। त्यसैले कसैसँग केही वस्तु अथवा चिज थियो भन्ने जनाउँछ। जस्तै आई ह्याड अ बाइसिकल वेन आई वाज अ चाइल्ड, म सानो हुँदा मेरो साइकल थियो अथवा मसँग साइकल थियो भन्ने जनाउँछ है।